वेलकम गाइज वेलकम टु माई च्यानल मास्टर बाबुराम है। आज चाहिँ म रियल म्याड्रिडको जर्सी लगाएर है आफ्टर अ लङ टाइम म आफ्नो टिममेटसँग फुटबल खेल्न जाँदैछु। होप सो आजको गेम पनि राम्रै होला है, जस्ट प्र्याक्टिस म्याच हो। अनि गर्मी पनि एकदम राम्रो छ, 35 डिग्री रहेछ। मैले यसो वेदर रिपोर्ट चेक गरेको ठिकै छ। अनि आफ्टर अ लङ टाइम म खेल्न जाँदैछु, सायद थकित पनि हुन्छ होला। आज चाहिँ तपाईँहरूलाई एउटा सानो एउटा जानकारी दिनु पर्दा चाहिँ मैले यसो सिकेको, मैले मेरो अनुभवमा मैले सिकेको कुरा मेरो भिडियो मार्फत तपाईँहरूलाई पनि सेयर गर्नु मन लाग्छ कि मलाई चाहिँ। अनि मैले चाहिँ आज चाहिँ मेरो सेम्पाई अथवा मेरो दाइहरूसँग सिकेको चाहिँ लाइफ अफ ग्रोथको बारेमा के, या त त्यसलाई तपाईँहरूले ल अफ ग्रोथ पनि भन्नु सक्नुहुन्छ है। त्यसलाई चाहिँ अब म डिस्क्रिप्सन गर्नुपर्दा चाहिँ कस्तो हो भन्दाखेरि चाहिँ भिडियो मार्फत है, लाइफ अफ ग्रोथ भनेको चाहिँ हामीले आफूलाई परिवर्तन लिएर आउनुको लागि के गर्नुपर्छ र के गर्दा ठिक हुन्छ है। फर इक्जाम्पल जस्तो मलाई हामी आजभोलिको जमाना चाहिँ अहिले चाहिँ इन्टरनेटको जमाना छ है। इन्टरनेटको सोसल मिडियाको अथवा फेसबुकहरू, यिनीहरू इन्स्टाग्रामहरू, युट्युबको जमाना छ है। हामीलाई यदि केही कुराको जरुरत छ भने, यदि त्यसमा वेब सिरिज, फिल्म अथवा केही कुरा हामीलाई हेर्नु मन लाग्छ भने बाई थ्रु इन्टरनेट है, हामीले त्यसलाई भेटेन भने पनि एनी हाउ एनी कस्ट पे गरेर भए पनि, कसरी भए पनि होइन, त्यसलाई हामीले खोजेर भए पनि त्यो कुरालाई हामीलाई हेर्छौँ। इट्स बिकज अफ हामीलाई चाहिएको छ नि त है। अनि चाहिएर हामीले त्यो खोज्यो नि त। तर यदि हामी 2-4जना सँगै बसेर लाइफको बारेमा, ग्रोथको बारेमा त्यो कुरा गऱ्यो भने हो अबदेखि म गर्छु, अब चाहिँ गर्नुपर्छ, अब चाहिँ यो गर्नुपर्छ, त्यो गर्नुपर्छ है, अबदेखि चाहिँ म गर्छु है भन्छ नि, त्यो चाहिँ भनिन्छ नि। त्यसलाई पनि के भनिन्छ, वान अफ त्यसलाई पनि भन्नुपर्दा चाहिँ त्यो पनि ग्रोथ हो नि त। अबदेखि म गर्छु, त्यसले आफूलाई बारेमा सोचे नि त। तर हामीले चाहिँ, हामीसँग आजभोलि यो इन्टरनेटको जमाना भएर चाहिँ हामीले त्यो कुरालाई चाहिँ मध्यनजर राख्दाखेरि चाहिँ गरिँदैन के, गरिन्छ तर गर्नु खोजिन्छ, तर हामी त्यसमा सक्सेसफुल हुन्छ जस्तो चाहिँ लागिँदैन के। अब साथीको कुरा गर्दैछौँ, त्यस्तो सक्सेसफुल भएको छैन, कसैले के गरेको छैन के भन्नु खोजेको होइन कि मैले यसो विचार गरेको अनुसारमा चाहिँ, जस्तो म अब चाहिँ गर्छु है, अब मलाई यो गर्नु मन लागेको छ, अब चाहिँ यो गर्नुपर्छ साथीहरू है ल भनेर भनिन्छ नि, त्यो गरिन्छ। अब नगर्नेलाई चाहिँ मैले के भन्नु खोजेको हो कि एकचोटि आफ्नो फेस होइन आफूले हेर्नु पर्यो कि आफूले आफूलाई गएर झुटो चाहिँ बोल्नु भएन के होइन। त्यो चाहिँ आफूले आफूलाई झुटो पनि बोल्नु सकिन्छ नि त। अरूको अगाडि म सायद फोकसमा हुन्छु कि, अथवा म उनीहरूको अगाडि म अलिकति हिरो बन्छु कि भनेर पनि भनिन्छ नि त। त्यो काम चाहिँ अलिकति नगऱ्यो भने चाहिँ, सायद म गर्छु भनेर यदि भनेको छ भने पनि त्यो गऱ्यो भने चाहिँ सायद त्यो चाहिँ अलिकति आफूमा ग्रोथ भइन्छ क्या। म चाहिँ अब गर्छु र गऱ्यो भने त्यो आफूमा डेभलप पनि आइन्छ, आफूले गरेको कुरा, चाहेको कुरा पनि डेफिनेटली पुरा भयो भने अझ होइन, त्यसलाई भन्छ सक्सेस है। त त्यही हो कुरा मैले सिकेको। मलाई आज सेम्पाई दाई, मेरो दाइले, आफ्नै दाइले यो कुरा मलाई सेयर गरेको। म चाहिँ आजभोलि अब दाइहरूसँग अलिकति इन्सपिरेसन लिएर हुन्छु है। अनि त्यो इन्सपिरेसन मैले के सिक्यो, म चाहिँ अब त्यो इन्सपिरेसन लिनु खोज्छु। मैले पनि त्यो कुराहरू आफूलाई रियलाइज गर्यो। मैले पनि भन्छु है, म अबदेखि यस्तो गर्छु, म यस्तो चाहिँ गर्छु है। तर एट द एन्डमा सायद म सक्सेसफुल भएको चाहिँ छैन, तर त्यो म ह्यारेस पनि खाएको छैन, म गरेकै छैन होइन कि, स्लोली गर्दाखेरि जितिन्छ अरे के। म सायद त्यही कुरामा छु होला, मलाई त्यस्तो लाग्छ। म आफूमा सक्सेस लिएर आउनु कोसिस पनि गर्छु पनि। अनि त्यही हो तपाईँलाई आज, अब त्यही हो मैले आज सिकेको कुरो। मैले भिडियो मार्फत तपाईँलाई भन्नु खोजेँ, सायद मैले भन्नु राम्ररी सकेन होला, तपाईँहरूले चाहिँ बुझिदिनु होला है। अनि बुझेन भने पनि एउटा कमेन्ट पिन गरेर कमेन्ट छोड्नु होला, म सायद त्यसलाई अझै कमेन्टमा बुझाउनु कोसिस पनि गर्छु। त्यही हो, आफ्टर अ लङ टाइम म यस्तो वेदरमा, साथीहरू चाहिँ आज छैन मसँग, किन भन्दाखेरि उनीहरू आफ्नो ठाउँबाट गयो, कोही कता कामबाट आउने रे, कोही रुमबाट आउने रे, रुम पनि एउटै ठाउँमा छैन। अनि त्यही हो, आज चाहिँ टाइम नमिलेर चाहिँ अब चाहिँ सिधा ग्राउन्डमा 3 बजेबाट गेम छ अरे, गेम खेल्ने रे, गेम छ अरे होइन कि, गेम खेल्ने रे गएर अब टक्क त्यहाँको गेमको भ्यू पनि तपाईँहरूलाई देखाउनु कोसिस गर्छु। आजको गेम पनि कस्तो हुने रहेछ। अब जोस् भोलिबाट काम छ, थकित चाहिँ हुन्छु जस्तो चाहिँ मलाई लाग्छ। केही छैन, एक्सर्साइज पनि गर्नुपर्छ होइन आफ्नो हेल्थको लागि। तर मैले हिजो पनि भनेको थिएँ, हप्तामा 1 दिन होइन कि, त्यसलाई डेली गऱ्यो भने चाहिँ हामी सक्सेसफुल हुन्छौँ। म चाहिँ अब डेली भन्नाले पनि मैले फुटबललाई चाहिँ एज अ जस्ट
हप्तामा टाइम भएको बेलामा चाहिँ त्यो खेल्यो भने चाहिँ आफ्नो हेल्थलाई सुधार हुन्छ भन्ने कुराले चाहिँ म खेलिरहेको छु। म चाहिँ त्यस्तो प्रोफेसनल टाइपको प्लेयर चाहिँ होइन, जमानामा खेलेको थिएँ होला, खेलेको थिएँ पनि अब अहिले आएर चाहिँ एउटा टाइम पनि भइसकेको, हरेक कुराको टाइम हुन्छ, टाइममा हरेक कुरा गरेन भने अलि पछि गएर पनि अलिकति आफूलाई रियलाइज हुन्छ कि मैले गर्नुपर्ने त गरेन। त्यही हो, मैले चाहिँ गरेर आएको थिएँ, त्यही भएर अहिलेसम्म पनि कुद्नु सकिरहेको छु, खेल्न सकिरहेको छु। ओके गाइस, मेरो भिडियोमा चाहिँ तपाईँले आज गेमको बारेमा पनि म देखाउनु कोसिस गर्छु, हेर्नु होला है त। धन्यवाद, माया दिनुभएको, सब्सक्राइब पनि बढिरहेको छ, सब्सक्राइब पनि यसो बढाइदिनु होला, अनि त्यो लाइक कमेन्ट पनि गरिदिनु होला है त। म चाहिँ अहिले साइकलबाट चाहिँ जाँदैछु, म चाहिँ ग्राउन्डमा फुटबल खेल्न। तपाईँहरूलाई चाहिँ म कसरी जाँदैछु, कस्तो भ्यू छ मेरो म कता कताको बाटोबाट जाँदैछु, त्यो बाटो पनि तपाईँलाई यसो सानो छोटकरीमा देखाउने कोसिस गर्छु। यहाँको भ्यूहरू है, यो चाहिँ निस्कोइङ भन्छ, यो चाहिँ निस्कोइङको बाटोबाट जाँदैछु। राम्रो माहौल छ, रेस्टुरेन्ट पनि रहेछ यतापट्टि होइन, राम्रो माहौल छ। बच्चाहरूलाई लिएर आएर तपाईँले पनि आफ्नो टाइम स्पेन्ड गर्नु सक्नुहुनेछ। हामी चाहिँ प्रायः आइराख्ने ठाउँ हो, तपाईँहरू पनि आउनु सक्नुहुनेछ। ग्राउन्ड एकदम मिठो छ, अहिले चाहिँ घाँसहरू बढी छ, साकुरा फुल्दाखेरि पनि राम्रो भ्यू दिन्छ यसले। अनि त्यो चाहिँ ओतेरा भनेको तपाईँहरूको मन्दिर पनि रहेछ, चाहिँ फ्यामिलीलाई लगेर घुम्नु जानु पनि सक्नुहुन्छ। अनि त्यही हो, यताबाट पनि अलिक खोला टाइपको रहेछ होइन भ्यू चाहिँ। अहिले यहाँ चाहिँ अलिकति घाँसहरू बढी भएको रहेछ, त्यो बुढोधरी अलिकति क्या कुदिरहेको छ। अनि उतापट्टिको साइड चाहिँ खोला हो है, म खोला हुँदै जान्छु, त्यो पनि म तल देखाउने कोसिस गर्छु। अहिले चाहिँ म यहाँनिर टक्क निस्कोइङ क्रस हुँदैछु है गाइस। अब तपाईँहरूलाई म खोला पनि देखाउने कोसिस गर्छु है त। भ्यू यो चाहिँ ट्रेनको लिक हो, यहाँबाट ट्रेन गयो भने चाहिँ बब्बाल भ्यू देखिन्छ। तर अहिले ट्रेन चाहिँ गएको छैन, ट्रेन गयो भने चाहिँ मजाको भ्यू देखिन्थ्यो, अहिले गएको छैन। अहिले चाहिँ म अलिकति हाइवेको साइडमा छु, अनि हाइवेबाट जाँदैछु। यो चाहिँ यो एरिया चाहिँ अलिकति मान्छेहरू मर्निङ वक टाइपको पनि गर्नु मिल्ने रहेछ। फेरि साइडको चाहिँ हाइवे हो चाहिँ चेन्नईको, तर यहाँ ट्रेन गएको भए चाहिँ भ्यू चाहिँ मजाको देखिन्थ्यो। अनि यो ट्रेनको मुनि लिकको मुनि चाहिँ खोला पनि छ क्या, यो चाहिँ अलिकति बारबिक्यू गर्ने टाइपको खोला छ। तपाईँलाई क्लोज रेन्जमा देखाउने कोसिस गर्छु। यो चाहिँ खोला हो, हामीले यहाँ नुहाउनु पनि मिल्छ। तर अलिकति साथीभाइ 2-4जना भयो भने चाहिँ अलिक मजा हुन्छ। तर यहाँ चाहिँ अलिक कोही खेलेको छैन। यहाँ चाहिँ सायद तपाईँहरूले फिसिङ गर्ने ठाउँ पनि हो है, टाइम भएको साथीहरूले यसो घुम्न आउँदा हुन्छ है। त्यही हो, अब त्यतातिर पनि जापानिजहरू प्र्याक्टिस गरिरहेको रहेछ, फुटबलै होला, अब उता चाहिँ फुटबल प्र्याक्टिस गरिरहेको रहेछ। त्यता तल चाहिँ अब हामी पनि गएर यसो हाम्रो पाला हो, अब हामी पनि गएर गर्छौँ है त गाइस। हामी पनि गएर म पनि अलमोस्ट ग्राउन्डमा पुग्न आँटिसकेँ। अब ग्राउन्डमा गएर तपाईँहरूलाई फुटबल कस्तो हुँदैछ, खेल्दैछौँ, कस्तो खेल्छन्, त्यो पनि फुटबल भिडियो मार्फत तपाईँलाई देखाउने कोसिस गर्छु है त। अलमोस्ट पुग्न आँटिसक्यो। मेरो रुमबाट चाहिँ तपाईँको यो बाटो चाहिँ 15 मिनट हो, अनि त्यही हो, अब सिद्धिन आँट्यो बाटो चाहिँ, तपाईँलाई देखाउँदै गर्छु है त। रेन्ज सु हान्दैछ, अनि आज ढिला भयो, केटाहरू पनि कमाइयो। अझै चाहिँ केटाहरू सब आफ्नो प्रोग्राममा बिजी रहेछ। केटाहरू रिसाउँदै पनि छ, आदि केटाहरू प्रिपेरेसन हुँदैछ है, प्रिपेयर गर्दैछ, अझै आउँदैछ। त्यो भनेको केटाहरू अलिकति टाइम भन्ने कुरा थाहा रहेन रहेछ, केटाहरूलाई टाइम भन्ने कुरा पनि यसो सिकाउँछु। जस अब चाहिँ यसो केटाहरू चाहिँ अब प्र्याक्टिस गर्दैछ ल। केटाहरूलाई अब यसो भ्लग मार्फत पनि देखाउने कोसिस गर्छु है त। अरू कुराहरू जस गेम सुरु हुनु आँटेको छ, केटाहरू अब मैदानमा छिर्यो, यसलाई रमाइलो तरिकाले आज यसो भव्य तरिकाले यसो फिनिस गर्नु पऱ्यो आजको गेम पनि है त केटाहरू।
डिफेन्सको आसिफ कहाँ खेलेको आसिफ पोजिसन बनाउ न पछाडि अलिकति पोजिसन कता बुझिरहेको छैन म यहाँ हेर्नु त 5 मिनेट छ सबैको फेस आउँछ त नि टाइम 5 बजे ठ्याक्कै लास्ट आउट आउट 5 मिनेट ओभर सेल गर्ने के गर्ने 1-0 है
Last 5 minutes. Restart भयो है। फेरि restart भयो ल कति टाइम भयो? 51. 51 Equal है। मदन सरको सबै राम्रो रहेछ एउटा कुरा ठिक रहेछ सर रनिङ आएको बोला पहिला कन्ट्रोल गर्नु न त्यसले रनिङ लिएर गइरहेछ तर कन्ट्रोल गरेर पहिला रोक्नुहोस् त्यो बलसँग रोक्नुहोस् पहिला रनिङ बोल थियो रोकेर चाहिँ त्यसले कुदाउनु न आउट 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 सर गोल हान्ने मान्छे को हो पछाडि आइसिङ नत्र लामो बलै नसिला के जान्न अब गोल माथि हेर न चला चला ओ किपर त्यो त यार दौडेर हाम्रो Magic. जाऊ न जाऊ साइडबाट दाजु ओपनमा पास दियो दाजु उता हेर्नु न हाम्रो कति चान्स पायो अर्को आउटै भएको छ नि कसरी सक्यो भन्नुहुन्छ के आउट भएपछि सक्यो भन्नु न आउट भन्नु
शट गुड शट पोस्टमा हुनु पर्यो यो शट यतिको डराउँछ पोस्टमा हुनु पर्यो Madan.
लो भेट्यो हान मदन मान्छे समादै तिम्रो छिरो न पोस्टमा छिरो न धेरै पनि दाजु सही कटाइ भयो अझ यता बिचबाट बल हान्न नदेऊ न उहाँ मान्छे चेकिरहेको छ खाली बस्छ कि मान्छे तान्दिने काम गर न तिमी उता जाऊ न भान मान्छेलाई त्यो चलाउने गर न मान्छे समात तिम्रो दाजु तपाईको बल धेरै कटिरहेछ के धेरै घुमिरहेछ तपाईको बल रोका ए रोका थामा स्योर बोल्छ नि बल भन्ना छल्यो यता दाइ जाऊ You are the no. You are the cast. Pass out. Minute भयो कि दादा सेली ओ दादा साइ छोड्दिन त्यति क्लोज जानु पर्दैन जाऊ हिमेश माथि खाली बस्नु कि मलाई चेप साथी भाग न किपर निस्का ओइ हाम्रै छ जानु नि हेल्प एकजना मदन निस्का केटा गोल हाम्रो नबिनले बल हान्छ बल हैन आदि मसँग पलायो भने चाहिँ हान्नुस् कहिले त्यो हैन दाजु तपाईँ ल म्याच 0 भन्ने गोल
हाम्रो मास्टरजीले ढलेको छ जस्तो हात खेल्दो रहेछ फेरि अर्को गोल खानु भिडियोको बेइज्जत भयो दाइ खेलमा हार जित हुन्छ के हो के त्यो बोङ हाना खेलमा चाहिँ मजा हुने रहेछ के हेर्दैछु यार यहाँ कस्तो हुँदैछ भनेर अब हार्देवाला सङ्केत हो यो भयो अब नसक्ने रहेछ यार गर्दै राख्नु यस आजको गेम चाहिँ सिद्धियो फुटबल गेम भयो अब नेक्स्ट विक आज जस्ट टिममेटबाट खेल्यो अब मेरो भिडियोमा टक्क आज ब्लग अपलोड गर्नेछु तपाईँहरूले चाहिँ आज त्यो भिडियोलाई माया दिनु होला हेरिदिनु होला केटाहरूको गेम अझ राम्रो भएको रहेछ अब नेक्स्ट विक फेरि तपाईँहरूसँग जोड्ने कोसिस गर्छु ल है त गाइस सी यू आज यो ग्राउन्ड खेलेको 11 साइडको तर हामीले चाहिँ 6-6जना गरेर खेलेको होइन यस ग्राउन्ड ठिकै छ नाइटको भ्यू छ अहिले बत्ती बोल्नु पनि बाँकी छ आजको गेम चाहिँ सिद्धियो ठिक छ अब चाहिँ घरमा गएर भिडियो अपलोड गर्ने कोसिस गर्छु म त गाइस एकदम थकित महसुस गर्दै अवस्थामा म चाहिँ अब रुम फर्किँदैछु त्यही कोइनबाट होइन टेनिस कोइनबाट आजको दिन पनि एकदम मजाले आफ्नो दिन पनि मैले राम्ररी बिताएँ होइन आफ्नो समयलाई फुटबल खेलेर घरमा रेस्ट गरेर होइन भोलिदेखि फेरि काम छ आफ्नो समय चाहिँ अब त्यो बिताएँ अनि मेरो चाहिँ त्यो अब ब्लग पनि अब अन्तिम क्षणमा यो भिडियोको अन्तिम क्षणको भिडियोमा चाहिँ के भन्नु मन थियो भने पछाडि चाहिँ अघि चाहिँ त्यो लाइफ अफ ग्रोथको बारेमा मैले भनेको थिएँ अब त्यसको एन्डिङ चाहिँ म कसरी गर्छु भन्दाखेरि तपाईँहरूको अगाडि त्यही हो अब लाइफ अफ ग्रोथमा चाहिँ तपाईँहरूले पनि अब मान्छेको सङ्गत चाहिँ अब राम्रो राख्नुपर्छ होइन अब सबै मान्छे नराम्रो अथवा सबै मान्छे राम्रो भन्ने पनि हुँदैन त्यही हो अब आफूले विचार गर्नुपर्छ को मान्छे कहाँनिर को मान्छेले के विचार गरिरहेछ होइन को मान्छेले के भनिरहेको छ को मान्छेले मेरो कतिको साथ दिइरहेको छ त्यो मैले भन्नु खोजेको कुरा चाहिँ खासमा के हो भन्दाखेरि चाहिँ जस्तो हुन्छ नि अब जस्तो मान्छेलाई चाँडै नै ट्रस्ट भन्ने कुरा चाहिँ नगर्नु भन्नु खोजेको कि जस्तो आज साथी पनि आज राम्रो कुरा गर्यो अनि राम्रो कुरा गर्दैमा चाहिँ तपाईँहरूले ट्रस्ट गरिहाल्नु पर्ने अवस्था चाहिँ हुँदैन है अब त्यो ट्रस्ट भन्ने कुरा चाहिँ तपाईँहरूले चाहिँ बिस्तारै जस्तो टाइम लिने है आज साथी बनेको छ त्यसलाई अझै टाइम लिएर कुरा गर्ने के होइन त्यसले गर्दाखेरि चाहिँ तपाईँलाई कतिको साथ दिइरहेछ तपाईँको बिहेभियर तपाईँको कुराहरू उसँग म्याच गरिरहेछ कि नै होइन त्यसले गर्दाखेरि अब तपाईँले आज कुरा गरे आज राम्रो रहेछ भन्ने कुरामा सबै कुरा तपाईँहरूले अहिले नै सबै कुराहरू सेयर गर्नुभयो भने चाहिँ उसले तपाईँको कुरालाई चाहिँ एउटा फाइदामा पनि लिनु सक्छ के जस्तो कि फर इक्जाम्पल तपाईँलाई दिनु पर्दाखेरि मैले मेरो प्लानहरू भने त्यसलाई होइन अब मैले चाहिँ तपाईँहरूलाई भन्नुपर्दा चाहिँ होइन तपाईँको प्लानहरू सबै भन्यो अनि त्यसले चाहिँ अब त्यो प्लानलाई चाहिँ अथवा तपाईँहरूले मिसयुज पनि गर्न सकिन्छ नि त होइन मिसयुजहरू पनि गर्न सकिन्छ नि त त्यही भएर चाहिँ त स्पेसली चाहिँ अरू लाइफ अफ ग्रोथमा चाहिँ तपाईँहरूको जस्तो इन्टरनेटमा पनि म यो गर्दैछु त्यो गर्दैछु भन्नु पनि अलिकति ठिक हुँदैन अब जस्तो मैले पनि अहिले भनिरहेको छु जस्तो तपाईँहरूलाई अनुभव भइरहेछ भने अब त्यही हो मैले आफ्नो पर्सनल कुराहरू म यो गर्दैछु चाहिँ भनेको खोजेको होइन कि त्यही हो अब मैले भन्नु खोजेको कुरा चाहिँ तपाईँहरूलाई मैले लिएको ज्ञान नलेजहरू चाहिँ जस्ट मैले सेयर गर्नु खोजेको हो त्यही हो आजको
भिडियो पनि अन्तिम क्षणमा। अनि यो यहाँको जिन्छ है, हेर्नु होला, आउनु होला घुम्नुको लागि। यो चाहिँ निस्को होइन, आउनु नभएको साथीहरू त्यही हो। ल गाइस, अब घरमा गएर यो भिडियोलाई म ब्लग बनाउँछु, सेयर गर्छु होइन युट्युबमा। तपाईँहरूले चाहिँ अब यो भिडियोमा चाहिँ माया दिनु होला है त। ल गाइस, धन्यवाद।